नमस्कार, नी हाओ। नी भनेको तिमी, हाओ भनेको गुड। नमस्कार भन्नलाई चाइनिज ल्याङ्ग्वेजमा नी हाओ भनिन्छ। तपाईको नाम के हो? यसलाई चाइनिज ल्याङ्ग्वेजमा भन्दाखेरि नी च्याओ शनमा मिङzi। नी भनेको तिमी, च्याओ भनेको बोलाउनु, शनमा भनेको के, मिङzi भनेको नाम। तिम्रो नाम के हो भन्नु पर्यो भने चाइनिज ल्याङ्ग्वेजमा नी च्याओ शनमा मिङzi भन्न सक्नुहुन्छ। नी च्याओ शनमा मिङzi। यो मेरो व्यावसायिक कार्ड। 这是我的名片。这是भनेको यो, 我的भनेको मेरो, 名片भनेको व्यावसायिक कार्ड। 这是我的名片。यो मेरो व्यावसायिक कार्ड। लामो समयसम्म भेट भएको छैन हाम्रो। यसलाई चिनिया भाषामा हामीले हाउच्यौ पुजियान भन्दछौँ। यो तपाईहरूले धेरै सुन्नु भएको होला, हाउच्यौ पुजियान। त्यो भनेपछि तपाईले रिप्लाईमा पनि हाउच्यौ पुजियान भन्न सक्नुहुन्छ। लामो समयसम्म भेट नहुँदाखेरि चाहिँ त्यस्तो मान्छेलाई हामीले भन्न सक्छौँ हाउच्यौ पुजियान। नी च्याओ शनमा मिङzi। यसलाई फेरि टुक्राएर हेरौँ। नी भनेको तिमी, च्याओ भनेको बोलाउनु, शनमा भनेको के, मिङzi भनेको नाम। तिम्रो नाम के हो? नी च्याओ शनमा मिङzi। एकदम सजिलो छ। फेरि एकचोटि रिपिट गर्नुहोस् त। नी च्याओ शनमा मिङzi। जस्तै अब मेरो नाम मीरा हो, सो मैले चाहिँ वो च्याओ मीरा भन्छु। त्यसै गरी तपाईँको नाम यदि राम हो भने वो च्याओ राम, सीता हो भने वो च्याओ सीता, त्यसरी भन्न सक्नुहुन्छ। वो भनेको म, च्याओ भनेको बोलाउने। ल अर्को हेरौँ त।